हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ आज हजुरलाई मेरो नयाँ भ्लगमा। सो साथीहरू, हामीहरू चाहिँ जाँदैछ थारू होमस्टे घुम्न। आज चाहिँ शनिबार परेको हुनाले हामीले चाहिँ आमाले घुमाउने ल्यायौँ। किनभने साथीहरू, आमा चाहिँ हाम्रो घरमा आउनु भएको थियो। पनि के घुम्नुहुन्थ्यो र साथीहरू हैरान बनाउँछन्। फोटो भिडियो बनाउनुको लागि चाहिँ राम्रो छ साथी। त्यति साह्रो चाहिँ भिड छैन है साथीहरू। यता चाहिँ बाबु कता गयो भनेको त दुई भाइ बहिनीको गफ चाहिँ चलिरहेको रहेछ निकै। साथीहरू, दुई भाइ बहिनीको गफ चाहिँ निकै चलिरहेको थियो है साथीहरू। खै के कुरा हो मन त बुझेन है यिनीहरूको गफ चाहिँ। एकछिन चाहिँ हामीहरू चाहिँ फोटो भिडियो बनाउँछौँ अनि आमा चाहिँ बसिराख्नु भएको थियो। एकछिन भिडियो बनाएर चाहिँ अनि अर्को होमस्टेतिर लाग्छौँ हामी फेरि। किनभने हामी चाहिँ अर्को ठाउँ पनि जानु थियो घुम्न। फाइनली साथीहरू, हामी चाहिँ अर्को ठाउँ पनि आइपुग्यौँ। यता पनि धेरै नै राम्रो छ है साथीहरू। धेरै घुम्यौँ है साथीहरू। हामी चाहिँ पेट पूजातिर लाग्छौँ। त यतातिर चाहिँ चाउमिन नबन्दो रहेछ, त्यही भएर हामीले चटपटी मगायौँ, ढिग्री पनि मगायौँ, खायौँ। अनि चटनी चाहिँ एकदम बबाल थियो है साथीहरू। मलाई त मिठो लाग्यो ढिग्री पनि। त्यसपछि हामी यति घुमघाम गरेर पेट पूजा गरेर हामी चाहिँ घरतिर लाग्छौँ है। आजको मेरो मिनी भ्लग चाहिँ यति नै हो साथीहरू। हस्, बाई बाई।